त्यतातिर चाहिँ होइन तपाईँको घरतिर चाहिँ होइन 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 तपाईँको घरतिर चाहिँ होइन 85 लाई नेपालीमा कति भन्छ 85 लाई 4 वर्ष भयो 1.5 लाख सम्म हुन्छ भनेको आम्मा 1.5 लाख अनि किन जापान जानु पर्यो त मलेसिया ठिक छ नि मलेसिया ठिक रहेछ नि अनि तामाङनीहरू त राम्रै हुन्छ है लास्टै होइन बङ्गलामुखीलाई हो भन्ने कता हो जाने तपाईँ हो नि म नै हो के त होइन होला है तपाईँ त यार कता हो जाने चाहिँ बङ्गलामुखी बाटो थाहा छ कहाँ तपाईँलाई थाहा छ थाहा छ अनि किन छैन भनेको त मै हो भन्नु पर्दैन उतैबाट हाँसेर हुन्छ त अनि हात पो हल्लाउनु पर्छ त म हो है म भनेर तपाईँले चिन्नु भइसक्यो नि म हो कि होइन भनेर कन्फ्युज भएको थियो कि कता हो र बस्नु चाहिँ त्यही बङ्गलामुखीमै ए यता चाहिँ के गर्ने हो र कहाँ विदेश जाने हो क्या विदेश जाने हो क्या जम्की भनेको किन नेपालमा भएन र किन कमाउनु पर्यो हो मजाले यता किन खाल्डो छ त के गर्नु त अब जानी हाले जस्तो लाग्यो क्या खाल्डोमा जानी खाल्डोमा हाले जस्तो लाग्यो क्या कुन ठाउँ जाने हो नि अनि कुन ठाउँ जाने हो नि विदेश चाहिँ आमा मलेसिया जाने के भयो पास भएर आयो कि फेल भयो ए किन मलेसिया चाहिँ राम्रो लाग्यो हो के गर्नु त ल्याङ्ग्वेज पढ्दा पढ्दै पासै हुँदैन जति ए कुन ल्याङ्ग्वेज पढ्यो र जापानिज पढिरहेको छु अब यसो ट्राई गरौँ यतातिर भयो भने यतै जाउँ नत्र जापानिज ल्याङ्ग्वेज नै पढ्ने हो ए हो र जापानिज पासै हुँदैन होइन किन भन्नाले केमा जानु लाग्यो वर्किङमा अलिक गाह्रो हुन्छ अरे त ए कस्तो हुँदो रहेछ त अनि जापानिज भाषा चाहिँ कस्तो हुँदो रहेछ त ठिकै हुन्छ पढ्न सकिन्छ पढ्न हो र के आउँछ त कोनिचिबा भन्ने आउँछ के भने हो त्यो चाहिँ होइन कोनिचिबा भने सुन्छु कि मैले त्यही हेरेँ कि कोनिचिबा भन्छ कि अरूले के भने हो भने के ए नमस्ते भने हो अरू पनि भन्छ कोनिचिबा पनि भन्छ कोनिचिबा चाहिँ प्रायः हेलो भन्छ ए थाहा रहेछ त अनि खत्रै पढाइ रहेछ क्या त्यसो त यार पढाइ त खत्रै भयो जस्तो छ नि अनि कति महिना पढ्यो भाषा चाहिँ 5-6 महिना ग्याप बसेर फेरि पढ्नु थालेको ए पढ्नै भनेर आएको काठमाडौँ चाहिँ पढ्नै भनेर आएको कि पढ्नै भनेर आएको अनि दिदी पनि मलेसियामा थियो अनि कम्पनीमा मान्छे चाहिन्छ त्यहाँ आएर एकचोटि ट्राई गरेर हेर भन्नु अनि गर्न ए मलेसियामा पनि कमाइ राम्रै हुन्छ नि होइन मलेसियामा पनि कमाइ राम्रै हुन्छ नि
कति हुन्छ अरे मलेसियामा 1 लाख रुपियाँ 4 वर्ष भयो 1.5 लाखसम्म हुन्छ भन्दै आम्मामा 1.5 लाख अनि किन जापान जानु पर्यो त मलेसिया ठिक छ नि मलेसिया ठिक रहेछ नि अनि कति भयो यता बसेको चाहिँ काम सुनेन बल्ल घर चाहिँ कता हो पूर्व हो कि हो मकवानपुर कता हो त्यो चाहिँ टिस्टुङ पाल्नु हजुर हजुर पाल्नु पूर्वतिरै हो घर चाहिँ कहाँ हो र मेरो पश्चिमतिर हो पश्चिम पश्चिम थाहा छ बुटोल भन्ने थाहा छ तपाईँलाई सुदूरपश्चिम बुटोल बुढोहरू कहाँ छ ए तपाईँ चाहिँ पूर्वै लास्टैमै हो क्या पूर्वै हो क्या लास्टमै कसको हाम्रो कता हो त अनि कता हो अब पहाडी भेग चितलाङ हो कि चितलाङ चितलाङ भने त कहाँ सुने जस्तो लाग्थ्यो त यार दामन ए हेटौडा हो मकवानपुर हेटौडा ए कोसँग बस्ने हो नि यहाँ चाहिँ दिदीसँग ए कस्तो फोन अरे हो छ्या यतै बाटो हो नि जाने होइन औडा जाम हुने कि यहाँ त त्यतातिर चाहिँ होइन तपाईँ घरतिर चाहिँ होइन होइन तपाईँ घरतिर चाहिँ होइन 85 लाई नेपालीमा कति भन्छ 85 लाई कति 85 भन्छ 85 भन्दैन भन्दैन र ए कस्तो हो त यार के हो त 85 चाहिँ 85 भने त्यही त हो नि पूर्वतिर 85 भन्दो रहेछ के 85 भन्छ त हाम्रो घरतिर के होइन नि होइन के जस्तो लाग्यो भन्नु न तपाईँले थोपडा हेरेरै चिन्छ है मान्छेहरूले त तपाईँ त कस्तो देखेन र ला ए तपाईँ चाहिँ के तामाङ हो तामाङै हो र होइन होला है तामाङ त यार किन के हुन्छ र खाल्डोमा छिरेर खाल्डोमा छिरेर चाहिँ के हुन्छ र ढाड दुखेछ के हो तपाईँको कताबाट हो यहाँबाट चाहिँ यहाँबाट कता जाने अब लेफ्ट यता हो के गर्न आउने हो नि यो पार्कमा चाहिँ भलिबल खेल्छ र साँच्चै खत्रै खेल्छ क्या भलिबल हो र यतातिर त जान दिन्छ त यार कहाँ अड्काइदियो कि तामाङ नि